आजको क्लासमा चाहिँ हामीले संविधानको भाग 1 को बारेमा पढ्छौँ। आजको क्लासको चाहिँ हामीसँग टपिक छ संविधानको भाग 1। अब भाग 1 चाहिँ प्रारम्भिक भनेर भन्छ यसलाई। भाग 1 लाई चाहिँ प्रारम्भिक है। प्रारम्भिक चाहिँ संविधानको धारा 1 देखि 9 सम्म। धारा 1 देखि 9 सम्म जम्मा भाग 1 मा 9 वटा धाराहरू रहेका छन्। अब यसै गरी चाहिँ सर्वप्रथम धारा 1 मा चाहिँ संविधान मूल कानुन भनेर भनेको छ। संविधान के कानुन हो रे? मूल कानुन। अब संविधान मूल कानुन चाहिँ अब यो संविधान देशको कुन कानुन हो? मूल कानुन हो। संविधानसँग बाँझिएका कानुनहरू बाँझिएको हदसम्म के हुनेछन्? अमान्य हुन्छन् भनेर भन्छ। संविधान देशको कुन कानुन हो? मूल कानुन हो। अब यो संविधानसँग बाँझिएका कानुन, यो संविधानसँग बाँझिएको कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ भनेर भन्छ। अमान्य हुनेछ। अब यो संविधान देशको मूल कानुन हो अथवा जननी कानुन हो। देशको सर्वोच्च विधानलाई हामीले संविधान भनेर भन्छौँ। अब संविधानले चाहिँ भने बमोजिम अथवा संविधानको विपरीत, संविधानको स्पिरिटभन्दा बाहिर गएर कुनै पनि कानुनहरू निर्माण भएको जहाँनिर फेला पर्यो त्यहीँनिरबाट त्यो कानुन अमान्य हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। अब सँगसँगै यहाँनिर एउटा तपाईँलाई चाहिँ प्रश्न पनि आउँछ, जस्तै यो संविधानको पालना गर्नु प्रत्येक ड्याडेसको कर्तव्य हुनेछ। भनेर यसरी तपाईँलाई प्रश्न सोध्दा अब यहाँनिर तपाईँलाई चाहिँ एउटा सर्वसाधारण भनेर उदाहरण देला अथवा चाहिँ अप्सन देला हैन। र सर्वसाधारण, अर्को चाहिँ तपाईँको चाहिँ नेपाली जनता भनेर देला, वा अर्को चाहिँ विदेशी नागरिक भनेर दिन सक्छ। विदेशी नागरिक, वा अर्को तपाईँलाई चाहिँ के भन्न सक्छ त भन्दाखेरि चाहिँ व्यक्ति। अब हेर्नुहोस्, अब यो संविधानको पालना गर्नु प्रत्येक ड्याडेसको कर्तव्य हुनेछ भनेर भनेको छ। अब यो संविधानको पालना गर्नु चाहिँ प्रत्येक व्यक्तिको कर्तव्य हुन्छ भनेर संविधानले भनेको छ। कसको कर्तव्य हुन्छ अरे? व्यक्तिको कर्तव्य। अब व्यक्तिको कर्तव्य, यो संविधानको पालना गर्नु डडस कसको कर्तव्य हुनेछ? व्यक्तिको। अब व्यक्तिको भन्नुको अर्थ के हो त भन्दाखेरि हामीले अमेरिकामा बस्ने मान्छेले हाम्रो कानुन मान्छ भने हो? अभियसली होइन। यहाँ हामी बसेर चाहिँ कुनै भारत अथवा कुनै देशको कानुन मान्छौँ त यो देशभित्र बसोबास गरेर? गर्दैन। तर उनीहरूको देशमा गयो भने उनीहरूको कानुन मान्नु पर्यो कि परेन? उनीहरूको संविधान मान्नु पर्यो कि परेन? उनीहरूको कानुन बमोजिम रहेर क्रियाकलाप सञ्चालन गर्नु पर्यो कि परेन? गर्नु पर्यो। त्यसै गरी नेपालको संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य किन हुनेछ भन्दाखेरि चाहिँ यो देशको सिमाना र क्षेत्रफलभित्र प्रवेश गर्ने जो कोहीले पनि यो देशको कानुन मान्नुपर्छ। चाहे त्यो अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हुन्, चाहे त्यो भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन्, नेपालको सिमाना र क्षेत्रफलभित्र प्रवेश गरेपछि नेपालको संविधान र नेपालको कानुन पालना गर्नुपर्ने प्रत्येक कसको कर्तव्य हुनेछ? व्यक्तिको कर्तव्य हुनेछ भनेर भनेको छ। यसरी पनि प्रश्न आउँछ। अब सँगसँगै यहाँनिर यो संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भन्ने व्यवस्था संविधानको कुन धारामा उल्लेख गरिएको छ? धारा 1 मा। यो पनि भइहाल्यो। अब धारा 1 केसँग सम्बन्धित छ? संविधान मूल कानुन हो अथवा संविधान देशको मूल कानुन हो भने वर्तमान संविधानको कुन धारामा उल्लेख गरिएको छ? धारा 1 मा भनेर चाहिँ यसरी तपाईँलाई चाहिँ प्रश्न उत्तर आउँदा पनि यसलाई तपाईँले चाहिँ लेख्न सक्नुहुन्छ। अब यसै सन्दर्भमा चाहिँ मैले अब तपाईँलाई चाहिँ अर्को चाहिँ धारा 2 को बारेमा पढ्छु। अब धारा 2 मा चाहिँ सार्वभौम सत्ता र राजकीय सत्ता भनेर भन्छ। सार्वभौम सत्ता र राजकीय सत्ता। सार्वभौम सत्ता र कुन सत्ता रे? राजकीय सत्ता। अब नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता कसमा निहित रहन्छ भन्ने पनि यहाँनिरबाट प्रश्न आउँछ। अब एउटा त भइहाल्यो, धारा 2 केसँग सम्बन्धित छ? संविधान देशको के रे? संविधान
मा चाहिँ संविधानको धारा 2 मा सार्वभौम सत्ता र राजकीय सत्ता भन्ने व्यवस्था छ, अथवा धारा 2 केसँग सम्बन्धित छ? सार्वभौम सत्ता र राजकीय सत्ता। अब यो सार्वभौम सत्ता र राजकीय सत्ता सम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा उल्लेख गरिरहेको छ? धारा 2 मा। यही सम्बन्धी अर्को एउटा प्रश्न आउँछ, नेपालको सार्वभौम सत्ता, नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता, नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता कसमा निहित रहेको हुन्छ? कसमा निहित रहेको हुन्छ भन्ने चाहिँ यहाँनिर एउटा प्रश्न सोध्यो। अब यसैको सन्दर्भ कुराहरू गर्दै गर्दाखेरि यहाँनिर जस्तै देशको प्रमुखको रूपमा राष्ट्रपति भन्ने होला, हैन? राष्ट्रपतिमा निहित छ कि, है? अर्को नेपाली जनतामा निहित छ कि, नेपाली जनतामा निहित छ कि, अर्को चाहिँ प्रधानमन्त्री मन्त्रीमा निहित हो कि, वा भनौँ कुनै व्यक्तिमा निहित छ भनेर भन्छ। सर्वप्रथम यो सोभरेन्टी, यसलाई अङ्ग्रेजीमा सोभरेन्टी भनेर भन्छ, यसलाई स्टेट अथोरिटी। अब यो सोभरेन्टी भनेको के हो त भन्दाखेरि सार्वभौम सत्ता भनेको यो देशको सिमाना र क्षेत्रफलभित्र जति पनि जग्गा जमिन ढुङ्गा मुढा माटो बालुवा ताल तलैया नदी नाला प्राकृतिक तथा धार्मिक सम्पदाहरू छन्, यो देशको प्रत्येक माटोका मालिक यो देशका जनता हुन्। त्यसैले सार्वभौम सत्ता नेपाली कसमा निहित छ? जनतामा निहित छ भनेर भन्छ। अर्को राजकीय सत्ता। राजकीय सत्ता भनेको यो देशको वडा अध्यक्ष को हुने नहुने, अथवा चाहिँ यो देशको कुनै 6743 वटा वडा कार्यालय यो देशमा छन्, यो देशमा चाहिँ कुन वडामा चाहिँ कुन व्यक्ति हुने नहुने, को मेयर हुने नहुने, को सांसद हुने नहुने भन्ने कुरा कसले निर्धारण गर्छन्? नेपाली जनताको भोटले निर्धारण गर्छ, है? त्यसैले सार्वभौम सत्ता र राजकीय सत्ता भनेको नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता कसमा निहित छ? नितान्त रूपमा नेपाली जनतामा निहित छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। यो पनि भइहाल्यो। अब अर्को यहाँनिर प्रश्न के भइहाल्यो? नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुरा चाहिँ वर्तमान संविधानको कुन धारामा उल्लेख छ भन्दाखेरि धारा कतिमा भन्न सक्नुहुन्छ? 2 भन्न सक्नुहुन्छ भन्ने कुरा पनि हामीले यहाँबाट बुझ्यौँ। अब यो पनि एमसिक्यू सम्बन्धी कुराहरू भयो। सार्वभौम सत्ता राजकीय सत्ताको बारेमा मैले तपाईँलाई चाहिँ बुझाएँ छोट गरी। अब यसै सन्दर्भमा अर्को तपाईँ हामीसँग चाहिँ धारा 3 भन्ने छ। धारा 3 मा चाहिँ राष्ट्र, धारा 3 मा चाहिँ के छ त? राष्ट्र। अब राष्ट्र, अब यो भिडियो हेर्दै गरेका कैयौँ मानिसहरू चाहिँ, अथवा कैयौँ मानिसहरू चाहिँ के हुन सक्छन् त भन्दाखेरि विभिन्न कास्टका मानिसहरू हुन सक्छन्। जस्तै म धन रावत हो, कोही छेत्री होला, कोही कामी होला, कोही विश्वकर्मा होला, हैन? कोही बाहुन होला, कोही ठकुरी होला। सो नेपाल कस्तो राष्ट्र हो त भन्दाखेरि नेपाल बहुजातीय राष्ट्र हो। बहुजातका मानिसहरू बसोबास गर्छन्। बहुजातका मान्छेले बहुभाषा पनि बोल्छ। नेपाल बहुभाषिक। अर्को बहुसांस्कृतिक, बहुसांस्कृतिक। अब कसैले कालो छाता ओढेर बिहे गर्छन्, हैन? कसैले चाहिँ सुपारी लेनदेन गरेर बिहे गर्छन्। अब कसैले चाहिँ विवाह गर्दा सेतो लुगा लगाउँछन्, कसैले मान्छे मर्दा सेतो लुगा लगाउँछन्। बहुसांस्कृतिक। अर्को विशेषतायुक्त भनेर भन्छ, विशेषतायुक्त, हैन? अब नेपाल राष्ट्र चाहिँ विशेषतायुक्त राष्ट्र पनि हो। अर्को चाहिँ भौगोलिक विविधता पनि भन्छ यसलाई। अर्को भौगोलिक विविधता तमा आधारित रहेको भन्न पनि सकिन्छ यसलाई। त्यसले गर्दाखेरि चाहिँ भौगोलिक विविधतामा चाहिँ रहेका समान आकांक्षा, समान आकांक्षा, समान आकांक्षा र नेपालको के त? नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वतन्त्रता हुन सक्छ। नेपालको राष्ट्रिय स्वतन्त्रता, हैन? त्यसपछाडि भौगोलिक अखण्डता हुन सक्छ। भौगोलिक अखण्डता, भौगोलिक अखण्डता। त्यसै सँगसँगै चाहिँ हामीसो राष्ट्रिय हितका कुराहरू छन्। राष्ट्रिय हित, हैन? सो समान आकांक्षा र नेपालको राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति
राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता आबद्ध सबै नेपाली जनता समग्रमा अथवा चाहिँ के हो त भन्दाखेरि समष्टिमा राष्ट्र हो। समष्टिमा के हो अरे राष्ट्र हो। अब यसरी पनि भन्छ। अब हेर्नुहोस्, अब नेपाल कस्तो राष्ट्र हो? बहुजाति विभिन्न जात जातिका मानिसहरूको बसोबास गर्ने गरिन्छ। विभिन्न मान्छेहरूले चाहिँ बहुभाषिक भनेर हो। जसले कसैले तपाईँहरू भन्यो भन्नुहुन्छ होला, हामी भन्यो भनिदिन्छौँ सुदूरपश्चिममा, होइन? यो लेभलको। अब बहुसांस्कृतिक विशेषतायुक्त अब भौगोलिक विविधता रहेको हिमाल पहाड तराई भित्री मधेस लगायतका कुराहरू रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता भौगोलिक अखण्डतामा बाँधिएका राष्ट्रिय हित तथा समृद्धिप्रति चाहिँ आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा त के हो त भन्दाखेरि समष्टिमा त के हो? राष्ट्र हो। अब तपाईँले आउन सक्छ, नेपाल बहुजाति बहुभाषिक बहुसांस्कृतिक विशेषायुक्त राष्ट्र हो भने वर्तमान संविधान कुन धारामा उल्लेख गरिरहेको छ? धारा कतिमा? 3 मा। राष्ट्र सम्बन्धी नेपाल राष्ट्र सम्बन्धी व्यवस्था कुन धारामा उल्लेख गरिरहेको छ? धारा कतिमा? 3 मा। अथवा धारा 3 केसँग सम्बन्धित छ? नेपाल राष्ट्रप्रति सम्बन्धित छ भन्ने कुरा पनि हामीले बुझ्न सक्छौँ। अब यसैपछि राष्ट्र पढिसके पछाडि अब हामीले पढ्छौँ त राज्य, है। अब अर्को कुरा चाहिँ के भयो त भन्दाखेरि राज्य भन्ने कुराहरू भयो। नेपाल राज्य धारा कतिमा? 4 मा। धारा 4 मा नेपाल राज्य राज्य। अब राज्य भन्ने बित्तिकै हाम्रो स्वाधीनता सार्वभौम सत्ता भौगोलिक अखण्डता कुराहरूलाई चाहिँ जोडेर, होइन, धर्मनिरपेक्षता समावेशी समावेशिता कुराहरू होलान्। त्यस पछाडि चाहिँ समाजवाद उन्मुखका कुराहरू होलान्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिका कुराहरू पनि यहाँभित्रबाट हामीले पढ्न सक्छौँ। सो नेपाल राज्य कस्तो राज्य हो त भन्दाखेरि कहिले पनि, जस्तै मानिलिउँ, त्यो अमेरिका भन्ने देश कुनै बेला चाहिँ बेलायतहरूले गुलाम बनाएर राखेका थिए। 1783 भन्दा अगाडि अमेरिका बेलायतको गुलाममा बस्यो। तपाईँ हामी टिभी भर्न लायलायत भइरहेको देश, विश्वको सर्वशक्तिमान देश अमेरिकालाई कुनै बेला बेलायतहरूले गुलाम बनाएर राखे। छिमेकी मुलुक भारतलाई कुनै बेला इस्ट इन्डिया कम्पनी लामो समय राज गरेको हामीलाई अवगत नै छ, है। अब तर हामी कहिले पनि हामीलाई कुनै पनि देशको शासन सत्ताले, कुनै पनि देशको शासक आएर हामीमाथि शासन सत्ता सञ्चालन गरेन। कहिले पनि कुनै पनि देशको अधीनमा रहेर नेपाल रह्यो। कुनै पनि देशको अधीनमा, कुनै पनि देशको औपनिवेश मुलुक बनेर चाहिँ नेपाल रहेन। त्यसैले नेपाल राष्ट्र कस्तो राष्ट्र हो? स्वतन्त्र राष्ट्र, है। नेपाल स्वतन्त्र राष्ट्र हो। स्वतन्त्र भने फेरि घन्टेवाला स्वतन्त्र भन्न खोजेको होइन। नेपाल स्वतन्त्र राज्य, कहिले पनि कसैको के नभएको? अधीनमा नरहेको भन्ने हो। स्वतन्त्र। अर्को चाहिँ अविभाज्य, अखण्ड अविभाज्य भनेर भन्छ। अविभाज्य। अब यो अविभाज्य भनेको चाहिँ कहिले पनि टुक्रा टुक्रा नभएको। जस्तै सोच्नुहोस् त, त्यो कुनै बेला इन्डिया पाकिस्तानहरू टुक्रिए, बङ्गलादेश पाकिस्तानहरू टुक्रिए, होइन? त्यस पछाडि रुस र युक्रेनहरू टुक्रिएर पहिला सोभियत सङ्घ थियो, अहिले छुट्टै छुट्टै ठुलो युद्ध भइरहेको छ रुस र युक्रेन छुट्टिसके पछाडि। तर नेपाल विभिन्न जात जाति भाषा धर्म संस्कृतिका मानिसहरू बसोबास गर्दै गर्दा पनि सुदूरपश्चिम नेपाल छुट्टै, मधेस नेपाल छुट्टै, अथवा कुनै लुम्बिनी नेपाल छुट्टै, कर्णाली नेपाल छुट्टै भनेर कहिले पनि हामी टुक्रा भएनौँ। त्यसैले नेपाल राज्य कस्तो राज्य हो? अविभाज्य राज्य हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। अर्को सार्वभौम सत्ता सम्पन्न राज्य हो। सार्वभौम सत्ता सम्पन्न, सार्वभौम सत्ता नेपाल जनतामा निहित छ भन्ने कुराहरू हामीले गरिसक्यौँ। सार्वभौम सत्ता सम्पन्न, सार्वभौम सत्ता सम्पन्न मुलुक। अर्को चाहिँ सार्वभौम सत्ता सम्पन्न, अर्को चाहिँ धर्मनिरपेक्ष राज्य, धर्मनिरपेक्ष राज्य हो नेपाल। धर्मनिरपेक्ष राज्य। अब धर्मनिरपेक्ष भनेको सनातनदेखि चल्दै आएको रीतिरिवाज संस्कृति परम्परा सबै नै के हो त भन्दाखेरि धर्म संस्कृतिको संरक्षण लगायतका कुराहरू चाहिँ के भित्र पर्छन्? धर्मनिरपेक्षभित्र पर्छन्। अर्को नेपाल समावेशी राज्य हो। अर्को लोकतन्त्रात्मक राज्य हो। अर्को चाहिँ समाजवाद उन्मुख र अर्को चाहिँ के हो त भन्दा सङ्घीय के हो? सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक, सङ्घीय लोकतान्त्रिक
गणतन्त्रात्मक सङ्घीय के त लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्छौँ है। यसरी अब स्वतन्त्र अविभाज्य सार्वभौमसत्ता सम्पन्न धर्मनिरपेक्ष सनातनदेखि चल्दै आएको पहिला नेपाल हिन्दू राष्ट्र थियो 2063 जेठ 4 गतेबाट चाहिँ नेपाल धर्मनिरपेक्ष राष्ट्रमा परिणत भयो। अब धर्मनिरपेक्ष समावेशी होइन लोकतान्त्रिक लोकतन्त्रात्मक समाजवाद उन्मुख अब समाजवादतिर उन्मुख हुने भनेर भनेको छ। सङ्घीय लोकतान्त्रिक अब सङ्घीयता भनेको तपाईँलाई थाहा छ द डिभिजन अफ द पावर अफ द स्टेट लेभल गभर्मेन्ट इन बिट्विन प्रोभिन्स एन्ड लोकल लेभल गभर्मेन्ट इज नन एज फेडरलिजम भनेर हामीले भन्छौँ। अहिले गाउँ गाउँमा सिंहदरबार भन्ने नाराहरू अथवा चलिरहेका अवस्था हुन्छन् होइन। सङ्घीय सरकार एकात्मक शासन प्रणालीलाई चाहिँ प्रोन्नत गरेर सङ्घीयात्मक शासन प्रणाली अन्तर्गत 3 तहको सरकार सङ्घ प्रदेश र स्थानीय तह गरी 7वटा प्रदेशहरूलाई चाहिँ अहिले थप गरी 7वटा प्रदेशहरू रहेका छन्। अनि तपाईँको जम्मा 753वटा स्थानीय तहहरू छन्, 6743वटा वडाहरू छन्, 830वटा स्थानीय निकाय छ। अब अर्को सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था। अब गणतन्त्र भन्ने राज्य भन्ने कुरा त तपाईँहरू बुझ्नु नै हुनुहुन्छ होइन। यो देशको एउटा गोठालाको छोरोले पनि यो देशको राष्ट्रपति हुन पाउने व्यवस्था गणतन्त्र हो। यो देशको होइन एउटा किसानको छोरो मजदुरको छोरो होइन पनि यो देशको राष्ट्र प्रमुख हुन पाउने, यो देशको कार्यकारी प्रमुख हुन पाउने, यो देशको प्रमुख कार्यकारी प्रमुखको रूपमा चाहिँ शासन सत्ता सञ्चालन गर्न पाउने अधिकार सहितको राज्य भनेको गणतन्त्रात्मक राज्य हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। सो अब तपाईँलाई चाहिँ कहिले यहीँनिरबाट तपाईँहरूसँग प्रश्न आउँछ। अब देहाएका मध्ये नेपाल राज्य कुन होइन भनेर सोध्छ। देहाएका मध्ये नेपाल राज्य कुन होइन। अब नेपाल राज्य कुन होइन भन्ने सन्दर्भलाई केलाउँदै गर्दाखेरि चाहिँ सर्वप्रथम चाहिँ अब एउटा चाहिँ यहाँनिर चाहिँ विभाज्य भनेर देला, अर्को चाहिँ तपाईँलाई चाहिँ धर्मनिरपेक्ष भनेर देला हो। अब अर्को चाहिँ तपाईँलाई चाहिँ के देला त भन्दाखेरि समाजवाद उन्मुख भनेर देला, समाजवाद उन्मुख। अर्को तपाईँहरूलाई चाहिँ के देला त भन्दाखेरि चाहिँ समाजवाद उन्मुख समावेशी भनेर देला, समावेशी। अब यति बेला चाहिँ नेपाल राज्य कुन होइन भनेर भनेको छ, तपाईँहरू प्रश्न आफै लेख्न सक्नुहुन्छ। अब नेपाल राज्य कुन हो भन्ने कुरा हामीले भर्खरै पढ्यौँ। स्वतन्त्र हो, अविभाज्य हो, सार्वभौमसत्ता सम्पन्न हो, धर्मनिरपेक्ष हो, समावेशी हो, लोकतान्त्रिक हो। अब यहाँ 4वटा अप्सन छन्। एउटा धर्मनिरपेक्ष, नेपाल धर्मनिरपेक्ष राज्य हो कि होइन, अभियसली हो। समाजवाद उन्मुख राज्य हो कि होइन, हो। त्यस पछाडि समावेशी राज्य हो कि होइन, हो। तर यहाँ एउटा के छ, विभाज्य भन्ने कतै छ, छैन। नेपाल कस्तो राज्य हो, अविभाज्य हो। कहिले पनि टुक्रा टुक्रा नभएको, एउटै देश टुक्रिएर विभिन्न नभएको। अब फेरि धेरै दिमाग चलाएर 2224 राज्य थिए नि सर पहिला भन्नु होला फेरि होइन, त्यो अलग कुरा। सो एकीकरण भइसकेपछि नेपाल अहिले के छ त, एक ढिक्का भएर नेपाल एक राज्य छ भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्छौँ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ है। ल अब धारा 5 मा चाहिँ राष्ट्रिय हित भन्ने है। धारा 5 मा के छ अरे राष्ट्रिय हित भन्ने कुरा छ। अब राष्ट्रिय हित भनेको के हो? अब राष्ट्रिय हित भनेको के हो त भन्दाखेरि नेपालको स्वतन्त्रता, त्यस पछाडि स्वाधीनता होइन, सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक भन्ने कुरा त नेपाल राज्य भइहाल्यो। अब राष्ट्रिय हित भनेको नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता होइन। धारा 5 मा चाहिँ राष्ट्रिय हित भन्ने छ, राष्ट्रिय हित। अब यहाँभित्रबाट तपाईँलाई चाहिँ राष्ट्रिय हितका आधारभूत विषयहरू के हुन्छन् भनेर सोध्छ होइन। राष्ट्रिय हितका आधारभूत विषयहरू के हुन् भन्दाखेरि नेपालको स्वतन्त्रता हो। त्यस पछाडि स्वतन्त्रता पछि चाहिँ नेपालको चाहिँ के भयो त, सार्वभौम सत्ता, भौगोलिक अखण्डता भइ नै हाल्यो। सार्वभौम सत्ता, भौगोलिक अखण्डता, भौगोलिक सार्वभौम सत्ता, अर्को भौगोलिक अखण्डता है। अब राष्ट्रिय हितका आधारभूत आवश्यकताहरू के हुन् भनेर पनि तपाईँलाई चाहिँ कहिलेकाहीँ सोधिरहेको हुन्छ। भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता,
राष्ट्रिय हितभित्र पर्ने विषयहरू है। स्वाधीनता, नेपालीको हकहितको रक्षा, नेपालीको हकहितको रक्षा, नेपालीको के त हकहितको रक्षाका कुराहरू छन्। त्यस पछाडि सिमानाको सुरक्षा, हकहितको रक्षा, सिमानाको सुरक्षा हो। अब अर्को कुरा सिमानाको सुरक्षा, आर्थिक समुन्नति, आर्थिक समुन्नति र समृद्धि पनि भन्छ हैन, र समृद्धि, आर्थिक समुन्नति र समृद्धि। समृद्धिका चाहिँ समृद्धि नेपालको के हुनेछ? समृद्धि नेपालको राष्ट्रिय हितको आधारभूत आवश्यकता हुने, आधारभूत नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछ। नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछ, आधारभूत विषय हुनेछन् भन्ने कुरा चाहिँ हामीले बुझ्छौँ। विषय हुनेछ हो। नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू यिनै हुन्। के हुन् त भन्दाखेरि स्वतन्त्रताको रक्षा, सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रियताको एकता, स्वाधीनता, नेपालीको हकहितको रक्षा हैन, हकहितको रक्षा, सिमानाको सुरक्षा गर्ने, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् भन्ने कुरा बुझ्नुपर्छ। अब तपाईँलाई राष्ट्रिय हितका आधारभूत विषयहरू के हुनेछन् भनेर सोद्धाखेरि यहाँ तपाईँलाई चाहिँ कुनै न कुनै प्रश्नहरू दिन सक्छ। यसरी तपाईँले चाहिँ लेख्न सक्नुहुन्छ हैन। जस्तै मानिलिउँ यहीँनिरबाट तपाईँलाई चाहिँ एउटा प्रश्न सोध्यो अरे हैन, नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू, नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू के हुनेछन् भनेर प्रश्न गर्यो। के हुनेछन्? ल, यसरी प्रश्न गर्दै गर्दा अब सर्वप्रथम तपाईँलाई चाहिँ नेपालको स्वतन्त्रता भन्न सक्छ, नेपालको स्वतन्त्रता हैन। त्यस पछाडि चाहिँ सिमानाको रक्षा, आर्थिक समुन्नति र समृद्धि, आर्थिक समुन्नति र समृद्धि र घमा यसरी माथिका सबै भनेर आउला है। अब यति बेला तपाईँले चाहिँ नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू के हुनेछन् भन्यो भने स्वतन्त्रता, सिमानाको रक्षा, आर्थिक समुन्नति र समृद्धि। यहाँ यसको उत्तर माथिका के भयो? सबै भयो। त्यसका अलावा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, नेपालको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालका राष्ट्रिय हितका आधारभूत विषयहरू हुनेछन् भन्ने कुरा चाहिँ वर्तमान संविधानको धारा कतिमा? 5 मा उल्लेख गरिएको पाउँछौँ हामीले। यसरी तपाईँहरूले चाहिँ लेख्न सक्नुहुन्छ। यसरी पनि प्रश्न तपाईँहरूलाई चाहिँ आउँछ। अब यसको अलावा चाहिँ मैले तपाईँलाई चाहिँ धारा 6 है, धारा के भयो? 6। धारा 6 मा चाहिँ के छ त भन्दाखेरि राष्ट्रभाषा भन्ने छ। कुन भाषा रे? राष्ट्रभाषा। अब हेर्नुहोस्, राष्ट्रभाषाको सन्दर्भलाई के लाउँदै गर्दा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्। नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्। नेपालमा बोलिने सबै मातृभाषा कुन भाषा हुन् रे? राष्ट्रभाषा हुन्। अब नेपालमा जम्मा अब नेपालमा हेरिदियो भने अहिलेसम्म जम्मा भाषा, नेपालमा बोलिने जम्मा भाषाको सङ्ख्या नेपालमा 131 वटा जम्मा भाषा बोलिन्छ। मातृभाषा भनेको हाम्रो मदर टङ, रैथाने ल्याङ्ग्वेज अथवा चाहिँ यो देशको सिमाना र क्षेत्रफल अथवा भूगोलभित्र मात्रै का जनताहरूले चाहिँ विशेष गरी बोल्ने मातृभाषाका कुराहरू। मातृभाषा चाहिँ 100 कतिवटा छन्? 24 वटा छन् हामीसँग मातृभाषा है। मातृभाषा 124, तर जम्मा बोलिने नेपालमा भाषा 100 कतिवटा छन्? 31 वटा छन्। मातृभाषा भनेको अब मदर टङका कुराहरू भयो। ठिक छ, यो भयो।
धारा 6 को कुरा। अर्को धारा 7 मा सरकारी कामकाजको भाषा भनेर भनेको छ। सरकारी कामकाजको भाषा, सरकारी कामकाजको भाषा। अब यो सरकारी कामकाजको भाषाको कुराहरू गर्दै गर्दाखेरि सर्वप्रथम देवनागरिक लिपिमा लेखिएको, देवनागरी लिपि भनेको द वे अफ राइटिङ ल्याङ्ग्वेज हो है, ल्याङ्ग्वेज लेख्ने तरिका हो। नेपाली भाषालाई चाहिँ कुन लिपिमा लेखिन्छ? देवनागरिक लिपिमा। देवनागरिक लिपिमा लेखिएको नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा, सरकारी कामकाजको भाषाको रूपमा, सरकारी कामकाजको भाषाको रूपमा, कामकाजको भाषाको रूपमा प्रयोग गरिनेछ, अथवा चाहिँ देवनागरी लिपिमा लेखिएको नेपाली भाषा चाहिँ नेपालको कुन भाषा हो? सरकारी कामकाजको भाषा। अब यो किन हो त भन्दाखेरि 131 वटा भाषा बोल्छन्, मातृभाषा मात्रै हाम्रा 100 कतिवटा छन्? 24 वटा छन्। अब यहाँ यो जम्मा भाषामध्ये सबैभन्दा धेरै मानिसहरूले, नेपालभित्र बहुसंख्यक मानिसहरूले कुन भाषा बोल्छन् त? नेपाली भाषा। यी बहुसंख्यक मान्छेले नेपाली भाषा बोल्छन् भने नेपालमा सरकारी कामकाजको भाषाको रूपमा कुन भाषा प्रयोग हुने भयो? नेपाली भाषालाई। कुन लिपिमा लेखिएको नेपाली भाषा भन्दा हामीले देवनागरी लिपिमा लेखेको नेपाली भाषा भनेर भन्छौँ। अब यो त भयो समग्र नेपाल, तर अहिले त हामी त संहितामा छौँ, हामीसँग 7 वटा प्रदेश छन्, हामीसँग पहिचान सहितको संहिता छ। त्यो 7 वटा प्रदेशमा बसोबास गर्ने मानिसहरूले चाहिँ सबै प्रदेशमा चाहिँ नेपाली भाषा नबोलिएला। जस्तै मानिलिउँ, सबैभन्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै बोलिने भाषा डोटेली भाषा र थारू भाषा हो। त्यस पछाडि तपाईँको चाहिँ मध्य प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा के होला त भन्दाखेरि मैथिली होला, भोजपुरी होला। कोशी प्रदेशमा लिम्बुवान होला। हो यसै गरी अब नेपालमा सरकारी कामकाजको भाषा त नेपाली भाषामा प्रयोग गर्ने, तर प्रदेश सरकारले, संविधानमा के व्यवस्था छ भने प्रदेश सरकारले प्रदेशभित्र, कुनै पनि प्रदेशभित्र बसोबास गर्ने बहुसंख्यक मानिसले, आई रिपिट, कुनै पनि प्रदेशभित्र बसोबास गर्ने बहुसंख्यक मानिसले एक वा एक भन्दा बढी भाषा बोल्दछन् भने उक्त भाषालाई प्रदेश सरकारले सो प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न सक्नेछ भन्ने व्यवस्था पनि नेपालको संविधानमा गरिएको छ है। त्यो कुरालाई ध्यान दिनु होला। धारा कतिमा छ अरे? 7 मा। अब त्यसै सन्दर्भलाई के लाउने भने अब हामी धारा 8 मा पुग्यौं है। धारा 8 मा चाहिँ के छ त भन्दाखेरि राष्ट्रिय झण्डा छ। धारा 8 मा के छ? राष्ट्रिय झण्डा। धारा 8 मा के छ? राष्ट्रिय झण्डा, राष्ट्रिय झण्डा छ। अब यो धारा 8 मा भएको राष्ट्रिय झण्डाको कुराहरू गर्दै गर्दाखेरि चाहिँ अब यसको मैले नालीबेली लेखिदिन्छु तपाईहरुलाई। सर्वप्रथम अनुसूची 2 मा यो राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था अनुसूची 2 मा पनि रहेको, अनुसूची 2 मा व्यवस्था गरिएको, अनुसूची 2 मा पनि व्यवस्था गरिएको। अब अनुसूचीमा चाहिँ कसरी बनाउने झण्डा, के गरी बनाउने भन्ने कुरा हो। अर्को चाहिँ यसका डिजाइनर भनेर, हु डिजाइन द नेसनल फ्ल्याग अफ नेपाल भन्दै गर्दा हामीले शङ्करनाथ रिमाल भनेर चिन्छौँ। कसलाई रे? शङ्करनाथ रिमाल। अब यो राष्ट्रिय झण्डा, नेपालको राष्ट्रिय झण्डा चाहिँ अब लागु मिति भनौँ, या चाहिँ लागु मिति अथवा कहिले बन्यो त भन्दा विक्रम सम्वत 2019 पौष 1 गते। पौष कति गते? 1 गते। यो पौषको 1 गतेलाई हामीले झण्डा दिवस भनेर पनि मनाउँछौँ। 2019 पौष 1 गते कसको पालामा भन्दा राजा महेन्द्रको पाला। कसको पालामा? राजा महेन्द्रको पाला। अब राष्ट्रिय झण्डामा 3 वटा रङहरूको प्रयोग गरिएको छ। 3 वटा रङहरू। कतिवटा रङको रे? 3 वटा रङहरूको प्रयोग गरिएको। 3 वटा रङहरूको प्रयोग गरिएको छ। अब त्यो 3 वटा रङहरू के हुन् त राष्ट्रिय झण्डामा प्रयोग भएका 3 वटा रङ भन्दा? एउटा सिमरिक हो, सिमरिकलाई नेपालको राष्ट्रिय रङ पनि भन्छ। त्यस पछाडि नीलो गाडा है, सेडेड पार्टलाई चाहिँ हामीले नीलो गाडा। चन्द्र र सूर्य के कलरको हुन्छ? सेतो।
सिमरिक, नीलोगाडा र सेतो गरी यो 3वटा रङहरू चाहिँ राष्ट्रिय झण्डामा प्रयोग गरिएको छ। अब झण्डाको माथिल्लो भागमा झण्डाको माथिल्लो भागमा झण्डाको माथिल्लो भागमा के छ त? चन्द्रमा छ। चन्द्रमाका 8 कोण। चन्द्रमाका 8 कोण रहेका है, 8 कोण रहेका। चन्द्रमा कति कोण रहेका? 8 कोण रहेका। अब झण्डाको तल्लो भागमा कसको के को प्रयोग छ? सूर्यका 12 कोण। सूर्यका 12 कोण रहेका। सूर्यका के कोण रहेका? 12 कोण। अब राष्ट्रिय झण्डाको आकार चाहिँ कस्तो छ त? त्रिकोणात्मक। आकार चाहिँ कस्तो छ? त्रिकोणात्मक, ट्रायंगुलर इन शेप भनेर हामीले बुझ्छौँ। त्रिकोणात्मक, यसलाई ट्रायंगुलर इन शेप भनेर भन्छ। ट्रायंगुलर इन शेप, द्याट्स है, ट्रायंगुलर इन शेप। अब हेर्नुस् त यहाँ के भयो त भन्दा सर्वप्रथम धारा 8 मा के को व्यवस्था रहेछ? राष्ट्रिय झण्डाको व्यवस्था रहेछ है। धारा 8 केसँग सम्बन्धित छ? राष्ट्रिय झण्डा। अथवा नेपालको राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था कुन धारामा छ भन्दा धारा 8 मा भन्ने। र संविधानको अर्को पाटोमा पनि एउटा राष्ट्रिय झण्डाको बारेमा रहेछ। कहाँ रहेछ त भन्दा अनुसूचीमा। नेपालको वर्तमान संविधानमा हामीसँग 9वटा अनुसूची रहेका छन् भन्ने कुरा हामीले बुझेका छौँ। अनुसूची 2 मा पनि राष्ट्रिय झण्डाको व्यवस्था गरिएको छ। अब राष्ट्रिय झण्डाको बारेमा पढ्दै गर्दा सर्वप्रथम त यही भइहाल्यो, धारा 8 मा व्यवस्था गरिएको, अनुसूची 2 मा व्यवस्था गरिएको। अब यहाँबाट सुरु गरौँ। कहिले त भन्दा विक्रम सम्वत 2019 पौष कति गते? 1 गते। कसको पालामा? तत्कालीन राजा महेन्द्रको पालामा। कसले डिजाइन गरेका? शङ्करनाथ रिमालले डिजाइन गरेका। अब राष्ट्रिय झण्डामा प्रयोग गरिएका रङहरूको संख्या कति छ? 3वटा। ती के हुन् त भन्दा सिमरिक, नीलोगाडा र सेतो। अब मलाई विशेष गरी झण्डा बनाउन त आउँदैन है, के अरे चित्र बनाउन आउँदैन भनौँ राम्रोसँग। तर चाहिँ ल एउटा यो झण्डा भयो। अब यो बाहिरको यो जुन सेडेड पार्ट छ यसलाई हामीले नीलोगाडा भनेर भन्छौँ है। सेडेड पार्टलाई के भन्छौँ अरे? नीलोगाडा। अब नीलोगाडा पछि यहाँ चन्द्र, यहाँ सूर्य, यहाँ चाहिँ के भयो? चन्द्रमा भयो। जस्तै मानिलिउँ होइन, योलाई चाहिँ हामीले के भन्ने हो? यो सेडेड पार्टलाई। अब यो चन्द्र, योलाई चाहिँ के भयो? यो चन्द्र र सूर्यको कलर कस्तो हुने भयो? सेतो हुने भयो। र बाँकी रहेको यो बाहिरको नीलोगाडा सेडेड पार्ट, चन्द्र र सूर्य सेतो, बाँकी रहेको भाग कस्तो हुने भयो? यो भाग चाहिँ सिमरिक। योहरू भाग चाहिँ कस्तो भयो? सिमरिक गरी 3वटा रङको प्रयोग गरेको। अब हेर्नुहोस् यहाँ झण्डाको माथिल्लो भागमा के को प्रयोग गरिएको? चन्द्रमा। यो कोण भनेको, चन्द्रमामा कतिवटा कोण भनेको त? 8वटा कोण प्रयोग गरेको। तल्लो भागमा के छ? सूर्य। सूर्यका कोण भनेको यो। अब सूर्यका कति कोण त? 12 कोण। अब झण्डा कस्तो सेपको? ट्रायंगुलर, संसारकै अद्भुत झण्डा भएको अथवा त्रिकोणात्मक आकार भएको झण्डा भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यी कुराहरू पनि क्लियर हुनुभयो भने मलाई लाग्छ। र सम्पूर्ण साथीहरूलाई चाहिँ अब यो भिडियो तपाईँहरूलाई इफेक्टिभ लाग्छ, फ्रुटफुल लाग्छ भने आगामी दिनहरूमा यस्ता भिडियोहरू चाहिँ नियमित रूपमा तपाईँहरूको लागि मैले लिएर आएको हुन्छु। तपाईँलाई चाहिँ राम्रो लाग्छ, उपयोगी लाग्छ र साँच्चीकै तपाईँको लोकसेवाको यात्रामा यसले चाहिँ एउटा सहजीकरण भूमिका प्रदान गरेको छ भने तपाईँले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र चाहिँ बेल आइकनलाई थिचेर त्यसमा रहेको चाहिँ त्यो बेल आइकनलाई थिचिसके पछाडि मैले अपलोड गरेका हरेक भिडियोहरू तपाईँहरूको समक्ष तत्कालै पुग्छन् भन्ने एउटा यसको एल्गोरिदम छ। र तपाईँलाई साँच्चीकै उपयोगी लाग्छ भने कमेन्टमा पनि लेख्नु होला कहाँबाट हेर्दै हुनुहुन्छ, के को तयारी गर्दै हुनुहुन्छ र तपाईँले चाहिँ कुनै विषयमा सर यो विषयमा भिडियो बनाइदिन सक्नुहुन्छ भन्ने तपाईँलाई लागेको छ, कन्फ्युजन लागेको छ भने मलाई कमेन्टमा भन्न सक्नुहुन्छ। त्यो कमेन्टमा भएको भिडियोको लागि चाहिँ मैले तपाईँलाई चाहिँ त्यो सम्बन्धी चाहिँ भिडियोहरू चाहिँ बिस्तारै अपलोड गर्दै गर्नेछु। अब लास्टमा चाहिँ धारा 9 छ। धारा 9 मा चाहिँ राष्ट्रिय गान भन्ने छ है। धारा 9 मा केसँग सम्बन्धित छ? राष्ट्रिय गान। धारा 9 केसँग सम्बन्धित छ? राष्ट्रिय गान। धारा 9। अब यो धारा 9 को सन्दर्भमा चाहिँ राष्ट्रिय के भयो? राष्ट्रिय गान भयो। अब राष्ट्रिय गानको कुराहरू चाहिँ सर्वप्रथम अनुसूची 2 मा व्यवस्था गरिएको। अनुसूची कतिमा व्यवस्था गरिएको? अनुसूची 2 मा व्यवस्था गरिएको। अनुसूची कतिमा रे? 2 मा व्यवस्था है। राष्ट्रिय झण्डा चाहिँ अनुसूची 1 मा व्यवस्था गरेको कुराहरू पनि हामीले अघि भन्यौँ। 2 भन्यौँ कि 1 भन्यौँ होइन। राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था चाहिँ अब अनुसूची 1 मा हो।
अब यो राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था चाहिँ के अरे राष्ट्रिय गान सम्बन्धी व्यवस्था अनुसूची कतिमा गरिएको छ? 2 मा गरिएको छ भन्ने कुरा पनि हामीले गर्न सक्छौँ है। त्यो अगाडिको चाहिँ राष्ट्रिय झण्डा अनुसूची कतिमा भनेर बुझ्ने? राष्ट्रिय झण्डा अनुसूची 1, झण्डा अनुसूची कतिमा? 1 मा है त। माथि कुराहरू याद गर्नु होला है। अनुसूची 2 मा व्यवस्था गरिएको है। अर्को त्यहाँ अनुसूची 3 मा के को व्यवस्था छ? अनुसूची 3 मा निशान छापको व्यवस्था। निशान छापको व्यवस्था अनुसूची 3 मा कसको? निशान छापको व्यवस्था है। अब यसको कुराहरू अर्को कुराहरू गर्दै गर्दा हामीले यहाँभित्र लेखक राष्ट्रिय गानका लेखक को हुन् भन्दा प्रदीप कुमार राई उर्फ व्याकुल माइला। प्रदीप कुमार राई जसलाई हामीले व्याकुल माइला भनेर भन्छौँ। व्याकुल माइला है। अर्को चाहिँ हामीसँग सङ्गीतकार सङ्गीतकार चाहिँ अम्बर गुरुङ। सङ्गीतकार अम्बर गुरुङको चाहिँ मृत्यु भइसक्यो है। त्यस पछाडि यो लागु मिति समीथुङ्गा फुलका हामी एउटै माला नेपाली भन्ने राष्ट्रिय गान चाहिँ कहिलेबाट लागु भयो त भन्दा विक्रम सम्वत 2064 साउन 18। 2064 साउन कति गते? 18 गते। अब यसमा 8 हरफ, राष्ट्रिय गानमा कति हरफ? 8 हरफ, 46 शब्द र 128 अक्षर रहेका 128 अक्षर रहेका त्यसै सन्दर्भलाई चाहिँ के लाउने भने राष्ट्रिय गानमा 8 हरफ 46 शब्द। हरफ भनेको कानुनी अब सेन्टेन्स भन्छ यसलाई, वाक्य कानुनी भाषामा हरफ 46 शब्द र 100 कति अक्षर रहेका? 28 अक्षर रहेका भन्ने सन्दर्भ बुझ्नुपर्छ। 20 जना कलाकारको स्वरमा रेकर्ड गरिएको। 20 जना कलाकारको स्वरमा 20 जना कलाकारको स्वरमा रेकर्ड गरिएको। 20 जना कलाकारको स्वरमा रेकर्ड गरिएको भन्ने कुरा पनि तपाईँ हामीले बुझ्न सक्छौँ है। यो राष्ट्रिय झण्डाको बारेमा। अब कसले अनुसूची 2 मा व्यवस्थापन छ राष्ट्रिय गानको बारेमा? अर्को अनुसूची 3 मा निशान छापको व्यवस्था भन्ने कुरा पनि यो संविधानको धारा 9 मा लेखिएको छ। अब यसमा लेखक प्रदीप कुमार राई जसलाई हामीले व्याकुल माइला भन्छौँ, सङ्गीतकार हुन् अम्बर गुरुङ। लागु मिति 64 साउन कति गते? 18 गते। 8 अरब 46 शब्द र 128 अक्षर रहेका र टोटल र 20 जना कलाकारको स्वरमा रेकर्ड गरिएको, जसमा चाहिँ पुरुष सङ्ख्या चाहिँ 12 थियो भने महिलाको सङ्ख्या 8 थियो। 8 जना महिला 12 जना पुरुष मिलेर यसमा चाहिँ स्वरहरू दिएका छन् भन्ने सन्दर्भलाई चाहिँ हामीले केलाउन सक्छौँ। अब यहाँनिर अर्को कुरा नोटमा मैले यहाँनिर अर्को कुरा चाहिँ के भनिदिन्छु तपाईँलाई भने नोट भनेर लेख्न सक्नुहुन्छ तपाईँहरूले। नोट। अब यो नोटको सन्दर्भ कुराहरू यहीँभित्र अर्को व्यवस्था पनि के पनि छ त भन्दाखेरि नोट नेपालको राष्ट्रिय झण्डा राष्ट्रिय चरा डाँफे कमा राष्ट्रिय जनावर गाई कमा राष्ट्रिय जनावर गाई कमा राष्ट्रिय फूल लालीगुराँस र राष्ट्रिय जनावर डाँफे राष्ट्रिय रङ सिमरिक हुनेछ भनेर भने रङ सिमरिक हुनेछ। राष्ट्रिय रङ के हुनेछ? सिमरिक हुनेछ भनेर भनेको छ है। यो पनि तपाईँहरूले चाहिँ स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ। अब यहाँनिरबाट एउटा प्रश्न आउँछ तपाईँहरूलाई। प्रश्न के आउँछ भन्दाखेरि तल दिएका मध्ये नेपालको संविधानमा व्यवस्था नभएको के हो भनेर सोध्छ। क नम्बरमा चाहिँ
राष्ट्रिय चरा डाँफे, खमा राष्ट्रिय फल सुन्तला, गमा चाहिँ राष्ट्रिय रङ सिमरिक र घमा चाहिँ राष्ट्रिय जनावर गाई। गाई ल अब तल दिएका मध्ये नेपालको संविधान व्यवस्था नभएको के हो भनेर भन्छ। यहाँनिर हामीसँग 4 वटा अप्सन दिएका छन्। राष्ट्रिय चरा डाँफे, ठिक छ। राष्ट्रिय फल सुन्तला, सुन्तला राष्ट्रिय फल हो कि होइन? अभियसली हो, होइन? राष्ट्रिय रङ सिमरिक, राष्ट्रिय जनावर गाई। अब यहाँभित्र नमिल्दो कुन छ त भन्दा नमिल्दो हो राष्ट्रिय फल सुन्तला। सुन्तला राष्ट्रिय फल त हो, तर संविधानमा व्यवस्था गरिएको चाहिँ छैन। जस्तै राष्ट्रिय बाली जौँ होला, होइन? राष्ट्रिय पोसाक दौरा सुरुवाल, गुन्यु चोलो धोती होलान्। त्यसै गरी सबै छन्, तर संविधानमा व्यवस्था गरेका यी 4 वटा। नेपालको राष्ट्रिय चरा डाँफे, राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालीगुँरास, राष्ट्रिय रङ सिमरिक गरी कतिवटा छन्? 4 वटा छन्। सो नेपालको राष्ट्रिय चरा डाँफे भन्ने व्यवस्था कुन धारामा उल्लेख गरिएको छ? धारा कतिमा? 9 मा उल्लेख गरिएको छ। अथवा राष्ट्रिय जनावर सम्बन्धी, राष्ट्रिय फल फूल सम्बन्धी, राष्ट्रिय रङ सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ? धारा 9 मा गरिएको छ भन्ने सन्दर्भलाई चाहिँ बुझ्न सक्नुहुन्छ। धन्यवाद, नमस्कार।